नमस्कार, म पुष्कर पन्तसँग हो। दर्शकबिन मैले गएको शनिबार त्रिवी शिक्षण अस्पताल महाराज काठमाडौँमा उपचाररत चौजारी नगरपालिका वडा नम्बर 2 का 29 वर्षीय मिसन सुनुवार प्याङ्क्राइटिस रोगसँग विगत 2 महिनादेखि त्रिवी शिक्षण अस्पताल महाराज टिचिङमा उपचाररत हुनुहुन्छ। उपचार गर्दा गर्दा उहाँको करिब 40 देखि 45 लाख पैसा सकिएको र घरको आर्थिक अवस्था एकदमै नाजुक हुँदै गइसकेपछि उहाँको परिवारले मसँग सम्पर्क गरेर मलाई त्यो हस्पिटलमा बोलाएपछि मैले केही उहाँको विषयमा भिडियो राखेको थिएँ। आर्थिक सहयोगको लागि अपिल गरेको एउटा भिडियो राखेको थिएँ। आज भिडियो राखेको झन्डै 4 दिनमा आज देश विदेशबाट मेरा शुभचिन्तक, मेरा साथीहरू, उहाँका आफन्त सबैले सहयोग गरेर जुन अभियान मैले चलाएको थिएँ, आर्थिक मिसन सुनार बचाउ अभियान सञ्चालन गरेको थिएँ, सो अभियानमा देश विदेशबाट मेरा शुभचिन्तक, मेरा साथीहरू, उहाँका आफन्त सबैले गरेर सहयोग गरेको आज 4 दिनमा झन्डै 5 लाख पैसा हो। यो 5 लाख पैसा उठेको छ। सो पैसा आज म त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा गएर मिसन सुनारका बुवा, बिरामीका बुवा प्रकाश विश्वकर्मालाई यो पैसा हस्तान्तरण गर्दैछु। उहाँको उपचारमा यो पैसाले धेरै हुनेछ, सहयोग हुनेछ, उहाँको स्वास्थ्य अवस्थामा छिटै सुधार हुनेछ। अझै पनि तपाईँहरू यो अभियानमा सहयोग गर्नको लागि सहयोग गर्नुहोला र मैले गरेको कर्मप्रति तपाईँहरूले जसरी विश्वासका साथ पैसा आर्थिक सहयोग गर्नुभयो, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि तपाईँहरूको साथ सपोर्ट, तपाईँको सकारात्मक सल्लाह सुझावले गर्दा म समाजमा विभिन्न खालका कामहरू, सामाजिक कर्म गर्ने, निरन्तर सामाजिक कर्म गर्ने विश्वास तपाईँहरूले दिनुभएको छ। त्यो विश्वास मैले कहिले घुम्न दिने छैन र आजसम्म यो उठेको पैसा आज बिरामीको बुवा प्रकाश विश्वकर्मालाई म हस्तान्तरण गर्न जानेछु। तपाईँहरू सबैलाई सहयोग गर्ने सहयोगी मनोहरलाई हृदयदेखि धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु र सहयोग गर्ने सहयोगी मनोहरलाई आगामी दिनमा तपाईँहरूले मैले गरेको कर्ममा सहयोग गर्नुहुनेछ भन्ने आशा विश्वासको साथ सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।